कसैले राष्ट्रसभाले बहुमत नै ल्याए पनि राष्ट्रिय सभाबाट नीति नियम कसरी पास गर्छ? त्यहाँ बहुमत त के राष्ट्रसभाको कोही पनि छैन भन्ने प्रश्न गरेमा संविधानको धारा 111 पढ्नु भन्नु होला। धारा 111 को बारेमा भन्नुभन्दा पहिले एउटा रमाइलो कुरा सुन्नु है। बहुमत ल्याएर के गर्नु भन्नुको अर्थ के हो? राष्ट्रसभाले बहुमत ल्याउँछ भन्ने विपक्षीले पनि मान्न थालेका छन्। बहुमत आउँछ पनि, त्यति बलियो भएको छ राष्ट्रसभा। अब प्रतिनिधि सभाबाट पारित भएको कुरा राष्ट्रिय सभाले रोक्छ कि रोक्दैन भन्ने बारेमा संविधान पढौँ। संविधानको धारा 111 मा विधेयक पारित गर्ने विधिको बारेमा लेखिएको छ। नीति निर्माणहरू विधेयककै रूपमा आउने हुन् भन्ने त तपाईलाई थाहै छ। धारा 111 को उपधारा 2 मा लेखिएको छ, प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले सो विधेयकमा छलफल गरी विधेयक प्राप्त गरेको 15 दिनभित्र कुनै सुझाव भए सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाउनु पर्नेछ। अर्थ विधेयक भन्नाले बजेट भन्ने बुझ्नुहोस्। बजेट प्रतिनिधि सभाले बनाउँछ, त्यसले पारित गर्छ अनि राष्ट्रिय सभामा जान्छ र त्यहाँबाट 15 दिनभित्र यो भएन यसो चाहिँ गर भन्ने खालको सुझाव भए सुझाव सहित फिर्ता गर्नुपर्छ। त्यहाँबाट आएको सुझाव प्रतिनिधि सभाले मान्नै पर्छ भन्ने पनि हुँदैन, किनभने त्यही धाराको उपधारा 3 ले भन्छ, सुझाव सहित फिर्ता आएको विधेयकमा प्रतिनिधि सभाले छलफल गरी उचित देखेको सुझाव समावेश गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नेछ। यसमा उचित देखेको सुझाव भनिएको छ। प्रतिनिधि सभाले उचित नदेखेमा जस्ताको तस्तै राष्ट्रपति समक्ष पठाइदिए हुन्छ। राष्ट्रिय सभाले 15 दिनभित्र प्रतिनिधि सभामा पठाएन भने चाहिँ के हुन्छ त? त्यसमा धारा 111 कै उपधारा 4 मा लेखिएको छ, 15 दिनसम्ममा राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। यसको अर्थ हो राष्ट्रिय सभाले 15 दिनभित्र छिनफान गरिसक्नुपर्छ, नगरेर प्रतिनिधि सभाले पर्खेर बस्न पर्दैन। यो त भयो बजेट सम्बन्धी नीति निर्माणको कुरा। अब अन्य नीति निर्माण कानुन निर्माणका लागि हुने विधेयक पारित हुने प्रावधान हेर्नुहोस्। धारा 111 कै उपधारा 5 मा छ, प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको अर्थ विधेयक बाहेक अन्य विधेयक राष्ट्रिय सभाले आफू समक्ष प्राप्त भएको 2 महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनु पर्नेछ। त्यस्तो समयावधिभित्र राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यहरूको निर्णयबाट सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्नेछ। मतलब फिर्ता पठाएमा वा नपठाएमा पनि 2 महिना समय कटेपछि प्रतिनिधि सभाले नै राष्ट्रपति समक्ष पठाउन मिल्छ। राष्ट्रिय सभाले अस्वीकार गरेमा चाहिँ के हुन्छ भन्नेमा सोही धाराको उपधारा 7 मा लेखिएको छ, राष्ट्रिय सभाबाट अस्वीकृत भई वा संशोधन सहित प्रतिनिधि सभामा फिर्ता आएको विधेयक उप विचार गरी प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यहरूले प्रस्तुत रूपमा वा संशोधन सहित पुनः पारित गरेमा सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ। अब कुरा बुझौँ। कुनै पनि विधेयकहरू प्रतिनिधि सभाले पारित गरेपछि राष्ट्रिय सभाले बढीमा 2 महिना रोक्न मिल्छ। 2 महिनाभित्र फिर्तै नगरेमा, अस्वीकृत गरेमा, सुझाव दिएमा वा जे गरेमा पनि त्यसपछि प्रमाणीकरणका लागि पठाउने अधिकार प्रतिनिधि सभामा रहन्छ। यसैले